आज बनाऊ इन्स्ट्यान्ट कलाकन्द स्वीट्स। यसको लागि हामीलाई चाहिन्छ दुधलाई मजाले पकाउनु पर्छ। अनि अर्को हामीलाई चाहिन्छ ग्रेटेड पनिर। यो चाहिँ हजुरहरूले आफै बनाउन पनि सक्नुहुन्छ, बजारबाट लिन पनि सक्नुहुन्छ। फ्रेस भयो भने धेरै राम्रो। मैले चाहिँ आफैले बनाएको। यसलाई दुधमा मिक्स गरेर चलाउँदै पकाउनु पर्छ। दुध यत्तिकै रिड्युस भइसकेपछि मैले अलिकति घिउ र 1 चम्चा चिनीलाई एड गरेको छु। यसलाई चलाउँदै पकाउनु पर्छ। पिठमा लाग्यो भने चाहिँ यसको टेस्ट बिग्रन्छ। अनि मैले कट गरेर राखेको ड्राई नट्सलाई र थोरै सुकमेलको धुलोलाई पनि राखेँ। यसलाई चलाउँदै पकाउँदा चाहिँ यो यस्तो बनेर रेडी हुन्छ। अब यसलाई चाहिँ एउटा बट्टामा घिउ लगाएर राखिदिने। अनि यसलाई मजाले प्रेस गरेर राखिसकेपछि यसमा थोरै ड्राई नट्सलाई माथिबाट राखिदिने। अब यो रेडी भयो। अब यसको माथि चाहिँ मैले प्लास्टिक र्याप लगाएर फ्रिजमा रेस्ट गर्नको लागि राखिदिन्छु। अब फ्रिजबाट निकाल्दा यो यस्तो देखिन्छ। मैले चाहिँ नाइफले कट गर्दैछु। यो एकदमै सफ्ट हुन्छ, हल्का हातले कट गर्नुपर्छ। मेरो इन्स्ट्यान्ट कलाकन्द स्वीट्स चाहिँ रेडी भयो। हजुरहरू पनि यो रेसिपी चाहिँ ट्राई गर्नु होला।